यहाँ तिम्रो लागि बनाइदिँदैछु म। हेलो भन्दियो सबैले, हेलो भन्दियो। यता चाहिँ छोजीको बाङ्गा दाउछिन अनि यहाँ चाहिँ मेरो छोरा छोजे। गुड मर्निङ, नमस्ते सेवा सबैजनालाई। इट्स मी सुलोचना सुब्बा एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आजको भिडियोको विषय चाहिँ के हो भन्दा बाई द टाइटल एन्ड थम्बनेल तपाईँले बुझिसक्नुभयो होला है। यहाँ त्यस्तै छ, डेकोरेसन्सको भिडियोजहरू मैले हालेको छु है। त्यस्तो खास डेकोरेसन्स पनि छैन, सिम्पल डेकोरेसन्स छ। हामीले त्यो कतिपय सामानहरू हाम्रो घरमै थियो, पहिला बिहाको सामानहरू थियो, त्यसलाई नै रियुज गरेर चाहिँ हामीले नानीको भात खिलाइको डेकोरेसन्सहरू गरेको छौँ हो। यहाँ मैले कति सामानहरू मैले किनेर पनि ल्याएको थिएँ, तर हामीले त्यसलाई युज गरेनौँ हो। अन्तखेरि हामीले त्यही उयोहरू भएको सामानहरूलाई युज गरेर चाहिँ डेकोरेसन गरौँ न भन्ने सल्लाह भयो म र मेरो हस्बेन्डको है। अन्त सिम्पल तरिकाले हामीले डेकोरेसन्स गरेको छौँ हो। हेरिदिनुहोस् होला यो भिडियो है, यो भिडियोलाई पनि माया दिनुहोस् होला, सपोर्ट गरिदिनुहोस् होला है। अन्त यति भन्दै म मेरो भिडियोलाई चाहिँ अघि बढाउँदैछु हो। सो लेट्स गेट इन्टु द भिडियो। वाचेसको डेकोरेसनको लागि त्यो राइस सेरेमनी लेख्ने बनाउँदैछु हो। हुँदा यो अब बजारमा पनि पाइहाल्छ होइन, तर आफूले बनाएको भनेको चाहिँ अब कति माया हुन्छ यसमा, कति इमोसन्सहरू हुन्छ होइन। मलाई चाहिँ अन्तखेरि आफै बनाउनु थियो नानीको लागि। जस्तो भए पनि अब हेर्दै जाउँ कस्तो हुन्छ। दुलो पनि बनाउनुपर्छ। मिल्छ चाहिँ यतानिर तातो भएर बसिरहेको छ, हल्ला कहाँनिर बसिरहेको छ। यो अझै सादा लगाउनुपर्छ। यहाँ देख्छु त मैले यसो गरेर चाहिँ मैले चाहिँ भनेको यस्तो चुच्छु। खाद्य प्रसाद हात प्रसाद अन्न प्रसाद अन्न प्रसन्न के पो अन्न प्रसन्न अन्न प्रसन्न चाहिँ खाद प्रसन्न। मेरो छोरा तिम्रो लागि बाहिर चाहिँ पानी पर्दैछ र चाहिँ नानीलाई चाहिँ मैले तातोमा कुटुमुटु पारिरहेको छु हो। बाहिर चाहिँ पानी पर्दैछ नि त, दिन दुस्सो भइरहेको छ। म तपाईँहरूलाई देखाउँछु ल दिन। यहाँ हेर्नुहोस् त, दिन चाहिँ यस्तो भइरहेको छ है, पानी परेर आज पानी पर्दैछ, देख्न सक्नुहुँदैछ। यो चाहिँ मैले भित्र कि खोलेर देखाइदिन्छु। यस्तो दिन भइरहेको छ हो, चिसो छ चिसो। यहाँ चाहिँ प्रणयले नै बनाइदियो हो। हामीले चाहिँ यस्तो थिम चाहिँ यस्तो राखेको। अन्त यहाँ उसको पापाले बनाउँदैछ। अब राइस चाहिँ कम्प्लिट भयो, अब सेरेमनी बाँकी छ। बाहिर चाहिँ पुरा पानी पर्दैछ हो, दिन पनि धुम्म भइरहेको छ। अन्त यहाँ मेरो बेबी चाहिँ सुत्यो, मेरो बेबी चाहिँ हो। अन्तखेरि यहाँनिर प्रणयले चाहिँ डेकोरेसनको राइस सेरेमनी दिएको उसको लेखिदिँदैछ हो। अब सक्नु आँट्यो, आज चाहिँ हामी त्यो लेखिसक्ने हो। अन्तखेरि लेखिसकेपछि चाहिँ त्यहाँदेखिको डेकोरेसनहरू पर्ने हुन्छ हो, बलुन्सहरू। अन्त त्योहरू पनि अब बलुनहरू सजाएर उयोहरू गरेर मजाले सबै हामी चाहिँ मजाले आफै
गरौँ भनेर चाहिँ सोचेको थियौँ पहिल्यैदेखि नै होइन, किनभने आफै गरेकोमा चाहिँ अब कतिवटा इमोसन्सहरू हुन्छ है, माया हुन्छ। अब यसो नानी ठुलो भएर हेरोस् न है, मम्मी पापाले पनि यसो गरेको थिएछ भनेर कति उसलाई पनि खुसी लाग्छ होला नि होइन। अहिले त अब उसलाई केही थाहै छैन, अन्त अब यो पछि गएर उसले हेर्छ होला है, अन्त ऊ पनि कति खुसी हुन्छ होला। हामीलाई पनि अब अलिक भए पनि सेटिस्फ्याक्सन हुन्छ आफूले अब मायाले गरेको र त्यो बजारबाट त्यसै त्यो ल्याएर गरेको अलिक भिन्नता हुन्छ नि त होइन। अन्तखेरि सो या त्यस्तै छ अब बलुन्सहरूको डेकोरेसन्स, त्यस्तै अब के पर्दाहरू, एक दुईवटा चाहिँ सामानहरू मैले किनेर ल्याएको छु डेकोरेसन्सको, अन्त त्योहरू पनि लगाउनु पर्ने हुन्छ। हेर्दै जानुहोस् न के हुन्छ है। म चाहिँ यहाँनिर चिया बनाउन आएको हो झाडु गरेर, अन्त यहाँ चाहिँ अलरेडी खाजा पनि बनिसकेको रहेछ, आलु सिमरायो छ हो। अन्त अब म चिया बनाउँछु। यहाँनिर खाजा लिएर पनि आइसकेँ हो। बुढाले चाहिँ यहाँनिर लेखिसक्नु भएछ हो। मेरो नानी चाहिँ त्यहाँ सुतिरहेको छ। यहाँ हाम्रो घरमा चाहिँ एकजना आएको छ है, मिङ्साङको अङ्कल। यहाँ हेर्नु, यहाँ हेर्नु मिङ्साङको अङ्कल, खै त हेर न, हेलो भनिदियो सबैले, हेलो भनिदियो। यहाँ चाहिँ मिङ्साङको अङ्कललाई चाहिँ बस्दा बस्दा निन्द्रा लाग्यो अरे हो, अन्त ऊ चाहिँ अब सुत्ने अरे मिङ्साङसँगै। खै आँखा चिम गरेको, अन्त आँखा चिम गरेर सुत्नुपर्छ त। मिङ्साङ र मिङ्साङको अङ्कल चाहिँ सुत्यो। काका भति हेर त्यो गाला उयो भएर चिम्से गाला पनि त्यस्तै। यो चाहिँ छोजे, यता चाहिँ दाउछेन। दाउछेनको अलिकति अन्डरहरू पनि त सेम पो देख्दो रहेछ। सो यो भिडियो चाहिँ मैले नेक्स्ट डे फिल्म गर्दैछु होइन। अनि यसरी हामीले सिम्पल डेकोरेसन्स गरेको छौँ, रेड एन्ड व्हाइट कर्टन्सहरू लगाएर। खासमा चाहिँ यो कर्टन्स चाहिँ हाम्रो बिहाको कर्टन्स हो, अनि अलमोस्ट आफ्टर 4 years होइन यो हामीले नानीको भात खुवाइमा युज हुँदैछ। सो यस्तै छ सिम्पल डेकोरेसन्स। अन्त प्रणीले चाहिँ अब साइड साइडमा फुल लाउने अरे। सो यसको नेक्स्ट पार्ट चाहिँ म नेक्स्ट भिडियोमा अपलोड गर्नेछु।